नमस्कार साथीहरु, यस लोकसेवा ध्यान केन्द्र युट्युब च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गरी सहयोग गरिदिनु होला। आजको विषयवस्तु छ खाद्य सम्प्रभुता र खाद्य सुरक्षा। यसको लागि हामी पहिला खाद्य सम्प्रभुताको बारेमा कुरा गर्दै छौं। खाद्य सम्प्रभुता भन्ने विषय सन् 1996 मा भिया कम्पेन्सिनाबाट सुरु भएको हो। यो भिया कम्पेन्सिना भनेको के हो भने किसानहरुको अन्तर्राष्ट्रिय संगठन हो। अन्तर्राष्ट्रिय संगठन हो। किसानहरुको अन्तर्राष्ट्रिय सम्मेलनले खाद्य सम्प्रभुताको विषयमा पहिलो पटक कुरा उठायो। साथीहरु, खाद्य सम्प्रभुताको कुरा किन उठ्यो भन्दा खाद्यान्न उत्पादन गर्ने एउटा पक्ष हुन्छ किसान। त्यो किसानले समयमा मल नपाउने, बिउ नपाउने, त्यसपछि चरको मूल्यमा मल बिउ खरिद गर्नुपर्ने, उसको कृषि उपजले उचित मूल्य नपाउने जस्ता समस्याले गर्दा के भयो भने किसानहरूले जुन कुराको उत्पादन गर्छन् त्यो कुराको बिक्री वितरण र उपभोक्तासँग पुग्दाखेरि किसानहरूको अवस्था चाहिँ आर्थिक अवस्था झन कमजोर हुँदै गयो र अरु मान्छेले चाहिँ बढी भन्दा बढी फाइदा उठाउँदै गए। त्यो सन्दर्भमा यो खाद्य सम्प्रभुताको विषय उठान भएको हो। यसले मुख्यतः खाद्य सम्प्रभुताले तीनटा कुरालाई जोड दिन्छ। एउटा उत्पादन, वितरण र उपभोग। साथीहरु, यसले भन्न खोजेको कुरा के हो भने खाद्य पदार्थको उत्पादन, खाद्य वस्तुको उत्पादन, त्यसलाई वितरण गर्ने, उपभोक्तासम्म पुर्याउने र त्यसको उपयोग गर्ने विषयको अधिकार सर्वप्रथम कसलाई हुन्छ? यो अधिकार भने उत्पादकलाई हुनुपर्दछ भन्ने मान्यता राख्दछ। फेरि एकचोटि साथीहरु, कृषि वस्तुहरूको उत्पादन, वितरण, उपभोगको पहिलो अधिकार उत्पादकलाई हुनुपर्दछ भन्ने मान्यताले खाद्य सम्प्रभुता हो। खाद्य सम्प्रभुताले के कुरालाई जोड दिएको हुन्छ? उत्पादन, वितरण र उपभोगलाई जोड दिएको हुन्छ। अब यसले यो चार्ट अलि इम्पोर्टेन्ट छ, यसलाई अलिकति ध्यान दिनु होला। र यसका केही आधारभूत कोर मान्यताहरू छन्, यसका आयामहरू छन्। भनेको यसले भन्न खोजेको कुरो के हो भने सार्वभौम उत्पादक हुन्छ भनेको उत्पादकलाई सबै अधिकार हुनुपर्दछ भन्छ। अनि त्यसपछि यो खाद्य प्रणाली छ उत्पादन, उपभोग र वितरण, यसलाई हामी के भन्छौं? खाद्य प्रणाली भनिन्छ। यो खाद्य प्रणालीको अधिकार पनि कसलाई? उत्पादकलाई नै हुनुपर्दछ भन्छ। के भने यसले खाद्य प्रणालीको अधिकार कसलाई हुनुपर्छ? उत्पादकलाई हुनुपर्दछ भन्छ। त्यसपछि गएर विशिष्टता र सांस्कृतिक अनुकूलताका आधारमा खाद्य पदार्थ उत्पादन अनि फेरि त्यसपछि वितरण र उपभोग गर्न पाउनुपर्छ भन्छ। यो कुरालाई चाहिँ लाग्न जोड्नु होला। मैले सर्टकटमा लेखाउँदै जान्छु। सार्वभौम उत्पादक हुन्छ, खाद्य प्रणालीको अधिकार उत्पादकलाई हुन्छ, विशिष्टता र सांस्कृतिक अनुकूलताका आधारमा खाद्य पदार्थको उत्पादन, वितरण र उपभोग गर्ने अधिकार कसलाई हुन्छ त साथीहरु? त्यो कसलाई हुन्छ भने त्यो उत्पादकलाई हुन्छ। त्यसैगरी खाद्य प्रणालीले मुख्य कुरा भनेको के हो भने खाद्य प्रणाली छ। खाद्य प्रणाली भनेको उत्पादन, उपभोग र वितरण। खाद्य प्रणालीमा बाह्य हस्तक्षेप र निजी बाह्य हस्तक्षेप र बजारीकरणको
बजारीकरणलाई खुल्ला बजारीकरण हुनु, खाद्य प्रणालीमा बाह्य हस्तक्षेप र खुल्ला बजारीकरणलाई नकार्छ भन्नाले कुरा के हो साथीहरु? यसले के भन्छ भने खाद्य प्रणालीमा जुन कुरा वितरण गरिन्छ, बिक्री वितरण गरिन्छ, त्यो अहिले हाम्रो के छ भन्दाखेरि पसलले गर्ने गरेको छ। हामी चामल किन्न भने पसलमा जान्छौँ, तर त्यस्तो होइन, उत्पादक कहाँ नै जानुपर्छ। पसल राख्छ भने पनि कसले राख्छ? त्यो उत्पादकले नै राख्छ। यसले बाह्य हस्तक्षेप र खुल्ला बजारीकरणलाई नकार्दछ। अनि यसले के भन्छ भने खाद्य अधिकार भनेको खाद्य अधिकार भन्दा नि खाद्य सम्प्रभुता हुनु। खाद्य सम्प्रभुता के हो भन्दा खाद्य सम्प्रभुता मौलिक हक र मानव अधिकारको विषय हो भन्दछ। मानव अधिकारको विषय भन्दछ। त्यसैगरी खाद्य सम्प्रभुताले गर्ने मुख्य कुरा भनेको वातावरण संरक्षण अनि यो विश्वको यो तापमान वृद्धि छ, यो विश्वमा भइरहेको जुन जलवायु परिवर्तनको असर न्यूनीकरण, जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधता संरक्षण, रैथाने प्रजातिको संरक्षण साथसाथै कृषिको आधुनिकीकरण र व्यावसायिकरणको कुरा गर्दछ। र यसले गर्ने महत्त्वपूर्ण कुरो र छुटाउनै नहुने कुरा भनेको खाद्य सम्प्रभुतामा किसानका अधिकारहरू उत्पादकका को अधिकारलाई संवैधानिक कानुनी अधिकारको रूपमा समेट्न पर्दछ भनेको नीतिगत व्यवस्थाको माग गर्दछ भनेको उत्पादकको अधिकारलाई, यो खाद्य सम्प्रभुताको अधिकारलाई नीतिगत व्यवस्थाको माग गर्दछ। यसलाई चाहिँ संवैधानिक कानुनी रूपमा नै व्यवस्था गरिनुपर्दछ भन्दछ। अब त्यसो हो भने साथीहरु यसको हामीले कोर कुरालाई यति बुझ्यौं, यति कन्सेप्टको कुरालाई सरसरी तपाईले लेख्दिन सक्नु भयो हाम्रो एक्जाममा जसोसुकै क्वेशन आए पनि पुग्छ। यसको अवधारणागत कुरा यति नै हो। अब हामी खाद्य सुरक्षामा जाउँ। खाद्य सुरक्षा, फूड सेक्युरिटीको कुरा गरौँ। फूड सेक्युरिटीको कुरालाई यसको लागि सन् 1945 अक्टोबर 16 के हो साथीहरु? यो सन् 1945 अक्टोबर 16 भन्ने बित्तिकै हामीलाई के कुरा याद आउँछ? FAO फूड एन्ड एग्रिकल्चर अर्गनाइजेसन, इटालीको रोम शहरमा यसको संस्थाको कार्यालय रहेको छ। यसको स्थापना भएसँगै खाद्य सुरक्षालाई संयुक्त राष्ट्र संघको एउटा विशिष्टीकृत संस्थाको रूपमा अंगीकार गर्दै आएको छ। यसले माग गर्ने कुरा भनेको हरेक व्यक्तिलाई खान पाउने अधिकार हुन्छ भन्छ। अधिकार हुन्छ खान पनि कति हानि शारीरिक र मानसिक सन्तुष्टि नहुन्जेल भन्छ। खान पाउने अधिकार शारीरिक र मानसिक सन्तुष्टि अनुरूप खाना पाउनुपर्छ। उनले अझै उसको शरीरलाई आवश्यक परिरहेको छ खानेकुराहरूले उनले टन्न खाना पाउनुपर्छ भन्ने मान्यता राख्छ। अनि खाद्य अधिकारको प्रत्याभूति हुनुपर्छ।
खाद्य अधिकारको प्रत्याभूति हुनुपर्छ भन्ने मान्यता राख्दछ यसले। यो वास्तवमा के हो भन्दा अघि हामीले खाद्य सम्प्रभुतालाई के भन्छौँ, नीतिगत कुरा माग गर्दछौँ भने यो सामाजिक र व्यावहारिक पक्षको माग गर्दछ। यसले सामाजिक र व्यावहारिक पक्षको माग गर्दछ। अनि यसले के भन्छ भने पहुँच, उपलब्धता। पहुँच भनेको के हो भन्दा खाद्य पदार्थ किन्न सक्ने हुनुपर्छ बजारमा, पैसाको हिसाबले पनि उसले खरिद गर्न सक्ने हुनुपर्छ। त्यसैगरी उसले त्यो कुरा सहज रूपमा, जस्तो विकट क्षेत्रहरूमा के छ भने पैसा हुँदा पनि किन्न सक्दैन भनेको त्यहाँ पहुँच स्थापना भएको हामी मान्न सक्दैनौँ। पहुँच हुनुपर्छ। पहुँच मात्रै भएर पनि भएन, त्यो उपभोग पहुँच उपलब्ध हुनुपर्छ। पहुँच उपलब्ध हुनुपर्छ। त्यसपछि गएर उपयोग र स्थिरता हुनुपर्छ। स्थिरता हुनुपर्दछ भनेको उपयोग सबैले गर्न पाउनुपर्छ। स्थिरता भन्ने बित्तिकै अब हामी जस्तो दसैँमा मजाले खान्छौँ, अरू बेला खाँदैनौँ, त्यति बेला स्थिरता भएको मान्दैन नै। खाद्य सुरक्षाको अधिकारले के भन्छ भने जति बेला पनि हामीले खानेकुराहरू उस्तै प्रकृतिका उति नै पोषणका कुराहरू जति हाम्रो शरीरले माग गरेको हुन्छ, जति क्यालोरी शक्ति माग गरेको हुन्छ त्यही अनुसारको खानेकुरा पाउनुपर्छ भन्ने माग गर्दछ। त्यसैगरी शारीरिक र सांस्कृतिक आवश्यकता अनुरूप खाना पाउनु पर्दछ भन्छ। शारीरिक मान्छेको कसैको शारीरिक अवस्थाले धेरै खानेकुरा गर्छ होला, कसैलाई अब डायबिटिज भयो, त्यति बेला के हुन्छ शारीरिक अवस्थाले खानेकुरालाई शरीरले निर्धारण गर्छ, त्यही अनुसारको उसले। अनि सांस्कृतिक अवस्था, कसैको सांस्कृतिक अवस्थामा के खाने व्यवस्था होला, कसैकोमा के होला, यसलाई जबरजस्ती यही खानुपर्छ भनेर लादेर हुँदैन। पोषण हुनु पर्यो, उसलाई आवश्यक मात्राको न्युट्रिसन हुनु पर्यो र उसको संस्कृतिको अनुसार आवश्यकता अनुसार उसले खाना पाउनु पर्यो। यसमा हस्तक्षेप गर्नु मिल्दैन, यो किनभने अधिकारकै विषय हो भन्छ। त्यसपछि स्वास्थ्य र तन्दुरुस्तका लागि, स्वास्थ्य र तन्दुरुस्त रहनका लागि खाना पाउनुपर्छ भन्छ। स्वास्थ्य र तन्दुरुस्तका लागि खाना खान पाउनु पर्दछ भन्छ। यसका आयामहरूलाई हेर्नु साथीहरू, खाद्य सुरक्षाका आयामहरू। खाद्य सुरक्षाका आयामहरू, खाद्य सुरक्षाका आयामहरूमा केही आयामहरू छन्। जस्तो पहिला खाद्य सुरक्षाका आयाम, खाद्य सुरक्षा हुनका लागि के हुनुपर्छ भने उत्पादन र उत्पादकत्व वृद्धि हुनुपर्छ भनेको यहाँ धान मकै छ, धान फलेको छ, यसरी बेसकेरी फलेको छ, यहाँ के हुनु पर्यो, बेसकेरी फलाउनु पर्यो। उत्पादन र उत्पादकत्व हुनुपर्छ। उत्पादन र उत्पादकत्व भएर पनि भएन, त्यसलाई के गर्नुपर्छ, सञ्चय र भण्डार। हेर्नुहोस् है, यहाँ सञ्चय र भण्डार हुनुपर्छ भनेको सञ्चय पनि सुरक्षित सञ्चय गर्ने ठाउँ हुनु पर्यो। हामीले उत्पादन गरेका खानाहरू के हुन्छ, घुन लाग्ने, पुत्ला लाग्ने, कुहिने हुन्छ नि, त्यो किन हुन्छ भन्दा हाम्रो सुरक्षित भण्डारण नभएर हो। यसलाई के गर्नु पर्यो, सञ्चय र सुरक्षित भण्डारणको आवश्यकता माग गर्दछ। र तेस्रो नम्बरमा सञ्चय र सुरक्षित भण्डारण गरेर मात्रै भएन, भण्डारण त गर्यो स्टोर रेखामा होला, तर मान्छेको बस्ती र समाज फरक ठाउँमा हुन्छ। त्यसो भए के हुनु पर्यो भने टक्क त्यसलाई के गर्नु पर्यो, टक्क त्यसलाई गाडीमा हालेर लैजानु पर्यो। ट्याक्क के गर्नु पर्यो साथी, ट्याक्क लाएर गाडीमा हालेर लैजानु पर्यो। भन्नु खोजेको के होला भने यसले के गर्छ, आपूर्ति प्रणालीको कुरा गर्छ। आपूर्ति प्रणाली, उचित आपूर्ति प्रणाली हुनु अथवा व्यवस्थित आपूर्ति प्रणाली,
व्यवस्थित आपूर्ति प्रणाली। व्यवस्थित आपूर्ति प्रणाली भएर मात्रै भएन, अब आपूर्ति गरियो, बजार बजारमा लग्यो, गाउँ गाउँमा लग्यो, अब यसलाई के गर्नु पर्यो? वितरण गर्नु पर्यो। प्रत्येक घर घरमा दिनु पर्यो, यसलाई सबैको पहुँचमा स्थापित गर्नु पर्यो। हो, वितरण हुनु पर्यो। वितरण भएपछि के गर्नु पर्यो? यस्ता किसिमका मान्छेहरूले के गर्नु पर्यो? खानु पर्यो यसलाई। उचित उपयोग हुनु पर्यो। र साथीहरु, चित्रबाट के देखिन्छ भने पहिला उत्पादन र उत्पादकत्व हुनु पर्यो, त्यसपछि सञ्चय र सुरक्षित भण्डारणको कुरा हुनु पर्यो, त्यसपछि व्यवसाय व्यवस्थित आपूर्ति प्रणाली हुनु पर्यो, व्यवस्थित आपूर्ति प्रणालीपछि वितरण हुनु पर्यो, वितरणपछि के छ? उचित उपयोग हुनु पर्नेछ। यति कुरा खाद्य सुरक्षाका आयामभित्र पर्दछ। अब हाम्रो कुरा के रह्यो भने एक्जाममा आउने क्वेशन भनेको खाद्य सम्पर्क तथा खाद्य सुरक्षाका विषयहरू। अब यो बीचमा के फरक छ त भन्ने कुरा हुन्छ। अब फरक हेरौँ एकछिन साथीहरु। अबको पालो के? फरक। ठीक छ, अब फरकमा हामी के गरौँ भने एकतिर खाद्य सम्प्रभुता, अर्कोतिर खाद्य सुरक्षा लेखौँ। खाद्य सम्प्रभुता र खाद्य सुरक्षा लेखौँ। योले नीतिगत रूपमा माग गर्दछ भनेपछि यो के हो? राजनैतिक र कानुनी, राजनीतिक र कानुनी विषय भएर यसले के गर्छ? नीतिगत रूपमा माग गर्दछ भने यो के होला? व्यावहारिक र सामाजिक विषय। व्यावहारिक र सामाजिक विषय, यो व्यावहारिक र सामाजिक विषय। 2 नम्बरमा जाउँ। संवैधानिक कानुनी अधिकारबाट ग्यारेन्टी गर्न सकिन्छ भने यसलाई के गर्न सकिन्छ? यसलाई उत्पादनमा वृद्धि, सहज पहुँच र उचित उपयोगबाट ग्यारेन्टी गर्न सकिन्छ। 3 नम्बरमा जाउँ। यो उत्पादकको अधिकारसँग सम्बन्धित छ। त्यसो भने यो के को अधिकार छ? यो उपभोक्ताको अधिकारसँग सम्बन्धित छ। अधिकारसँग सम्बन्धित छ साथी। 4 नम्बरमा स्वायत्त उत्पादक र राष्ट्रको वकालत गर्छ यसले भने यसले सामाजिक सुरक्षाको वकालत गर्छ। सामाजिक सुरक्षाको वकालत गर्छ यसले भने यो उत्पादन वितरण र के सँग साथी? उपभोगसँग सम्बन्धित छ भने यो अघि 5 वटा कुरा थियो। अघि 5 वटा मैले चित्र बनाएँ, त्यो अघिको चित्रमा ल्याएर पेस्ट गर्न होला। के छ साथी? तपाईँ खोज्ने बानी गर्नु होला। अघिको चित्रमा के थियो त्यो कुरालाई यहाँ कमेन्ट गर्नु। 6 नम्बरमा छ जल, जमिन, बिउ। 6 नम्बरमा छ जल, जमिन, बिउ, रैथाने प्रजातिको नीतिगत संरचनामा
जोड दिन्छ भने यसले उत्पादन र वितरणमा जोड दिन्छ, वितरणमा जोड दिन्छ। यसले वातावरण सन्तुलन, जलवायु प्रकोप न्यूनीकरणमा जोड दिन्छ भने यसले केमा जोड्छ? अधिक उत्पादन र भण्डारणमा जोड दिन्छ। र साथीहरु फरक यति नै भयो। अबको कुरा नेक्स्ट क्लासमा